Hello friends, I'm Krishna. आज हामी सिक्न गइरहेछौँ विन्ड वर्ड माइक्रोसफ्ट अफिस वर्डबाट लोगो कसरी क्रिएट गर्न सकिन्छ। त जाउँ साथीहरू, अब कसरी लोगो क्रिएट गर्ने। माइक्रोसफ्ट अफिस वर्ड खोल्न लागिरहेछु फर्स्टमा त। फर्स्टमा माइक्रोसफ्ट अफिसमा लोगो क्रिएट गर्नुभन्दा पहिले हामीले के कुराको ध्यान दिनुपर्छ भन्दा लोगो क्रिएट गर्दा के आवश्यक पर्छ। त्यसका लागि फर्स्टमा हामीले एउटा सर्कल आवश्यकता पर्छ। त्यो हामी इन्सर्ट ट्याब यानि कि इन्सर्ट कमान्डबाट लिएर आउँछौँ। इन्सर्ट कमान्डमा जान्छौँ, सेप्स यहाँ रहेको छ। सेप्समा गएर एउटा डबल लाइन भएको सर्कल यानि कि ओभल लिन्छौँ। त्यसलाई ड्र्याग गर्छौँ पेजमा आएर, र पेजमा ड्र्याग गरिसकेपछि कत्रो साइजको बनाउने। सुरुमा हामीले बनाउँदा केही ठुलो साइजको बनाउनुपर्छ। हामीलाई पछि मिलाउन सजिलो हुने भएकोले अलिकति ठुलै साइजको बनाउनुपर्छ। र ड्र्याग गरिसकेपछि बिचमा एउटा यहाँ येल्लो पोइन्ट आएको छ। येल्लो पोइन्टबाट यसको सर्कलको साइज घटाउन बढाउन सक्छौँ। लोगोको बिचको साइज हाम्रो ठुलो हुने भएकोले यसको साइज मैले बढाइदिइरहेको छु। यति बनाइसकेपछि यो वरिपरि हाम्रो टेक्स्ट लेख्नुपर्ने हुन्छ। के टेक्स्ट राख्ने त्यो कुरा हामी इन्सर्टको वर्ड आर्टमा गएर लिन्छौँ। इन्सर्ट कमान्डभित्रको वर्ड आर्ट छ यहाँ। वर्ड आर्टकै फर्स्टको टेक्स्ट सेलेक्ट गर्दा हुन्छ। त्यस पछाडि लेखौँ कम्पनी अथवा आफ्नो इन्स्टिट्युटको नाम CITUS सिटी COMPUTER कम्प्युटर एन्ड LANGUAGE ल्याङ्ग्वेज CENTER सेन्टर। त्यस पछाडि माथि कम्पनीको नाम लेखेपछि इन्टर एउटा स्पेस छोड्नुहोस्। यहाँ एउटा स्पेस छोड्नुहोस्, यो एउटा स्पेस छोड्यो। त्यस पछाडि अर्को लाइनमा गएर DHARA DESHILINE देशी लाइन SUNSAR यति गरेपछि यसलाई ओके गरिदिनुहोस्। यो टेक्स्ट हाम्रो यहाँ आउँछ। टेक्स्ट आइसकेपछि कलर लगाइदिनुहोस्। यो टेक्स्टको आउटलाइन कलर ब्ल्याक, फिल कलर ब्ल्याक गर्दै गरिसकेपछि टेक्स्टलाई मुभ गर्नको लागि हामीले टेक्स्ट ऱ्यापिङ गर्नुपर्छ। टेक्स्ट ऱ्यापिङ गर्दा इन फ्रन्ट अफ टेक्स्टलाई चाहिँ इन फ्रन्ट अगाडि ल्याउनु पर्यो। ल्याइसकेपछि यस्तो हाम्रो टेक्स्ट बनाउँ। तर यो टेक्स्टलाई यो ओभल यानि कि सर्कलमा घुमाउनु पर्ने भएकोले टेक्स्टमा क्लिक गरेर फर्मेटभित्र अप्सन एउटा एक्टिभ हुन्छ। त्यसभित्रको चेन्ज यो अक्षर नलेखेर यो ए भन्ने मात्र अप्सन आउन सकेको हुन्छ। त्यसमा हामीले देखाउँदाखेरि चेन्ज सेप भनेर नाम देखाउँछ। यहाँ जानुहोस् र यसको लास्टको पोइन्ट सेलेक्ट गर्नुहोस् है। लास्टको पोइन्ट क्लिक गर्नुहोस्। क्लिक गरेपछि यसलाई सर्कलको बिच भागमा राखेर कन्ट्रोल प्रेस गरेर कर्नर साइडबाट क्लिक गरेर मिलाउनुहोस्। यसले आकार लिइरहेको हुन्छ। कस्तो आकारको बनाउने आकार लियो। अब यहाँको टप बटम लेफ्ट राइट एरो छ हाम्रो किबोर्डमा। त्यो एरोजले थोरै मिलाउनुहोस्। थोरै मिलेन, यसको साइज अझै कर्नरबाट कन्ट्रोल प्रेस गरेर थोरै मिलाइदिनुहोस्। मिल्यो? यस, मिल्यो। र यसको यो थोरै साइज बढाइदिनु। यस, यति भइसकेपछि यो छेउछेउमा एउटा स्टार राख्नुपर्ने छ। इन्सर्ट सेप्स, त्यसमा गएर यहाँ छ स्टार सन लिनुहोस्। बाहिर ड्र्याग गर्नुहोस् फर्स्टमा साइज लिएर, अनि यहाँ ल्याएर राख्नुहोस्। बिचमा मिलाएर कन्ट्रोल सी कपी, कन्ट्रोल भी पेस्ट। फेरि यो साइड बनाउनुहोस्, नेक्स्ट साइडमा राख्नुहोस्। भयो। यति भइसकेपछि अब हाम्रो बुक र प्रिन्ट। इन्सर्ट वर्ड आर्ट, फर्स्टकै वर्ड लिनुहोस्, डिलिट गर्नुहोस्। अनि हाम्रो फन्ट फ्यामिलीमा गएर हामी फन्ट नेम दिन्छौँ WINGDING। यस, विन्जडिङ्स। फेरि भन्दैछु WINGDINGS विन्जडिङ्स। फन्ट नेम दिनुहोस् विन्जडिङ है। सिफ्ट 7 प्रेस गर्नुहोस्। बुकको पिक्चर आयो।
ओके गर्नुहोस् बुकलाई पनि टेक्स्ट ऱ्यापिङ गर्नुहोस् टेक्स्ट ऱ्यापिङ गर्ने अप्सन फर्मेटभित्र हुन्छ टेक्स्ट ऱ्यापिङमा गएर इन फ्रन्ट अफ टेक्स्ट टक्कै यहाँ ल्याएर राख्नुहोस् सायद थोरै ठुलो बनाइदिनुहोस् मिलाउनुहोस् र पेन्सिलको पिक्चर इन्सर्ट वर्ड फर्स्टको टेक्स्ट लिनुहोस् यसलाई डिलिट गरिदिनुहोस् फन्ट फ्यामिलीमा गएर कैकै फन्ट फ्यामिली विन्डिङ्स फेरि यसको लागि सिफ्ट क्वेसन मार्क रहेको छ है ओके आयो टेक्स्ट आइसकेपछि इन फ्रन्ट अफ टेक्स्ट गर्नुहोस् यानि कि पिक्चरलाई इन फ्रन्ट अफ टेक्स्ट यहाँ लिनुहोस् यसको साइज पनि थोरै बढाइदिनुहोस् बुकको साइज थोरै बढाइदिउँ थोरै मुभ गरौँ माथि बुकलाई पेन्सिलको नि थोरै माथि सानो पेन्सिललाई पनि र यहाँ तल कम्पनीको नाम लेख्नु इन्सर्ट वर्ड एट फर्स्ट टेक्स्ट CCLC त्यतिखेर ओके गर्ने आइसकेपछि फेरि टेक्स्ट ऱ्यापिङ इन फ्रन्ट अफ टेक्स्ट यसको साइज थोरै मिलाइदिउँ कलर लाउँ आउटलाइन कलर रेड फिल कलर पनि रेड यदि यसरी डिफ्रेन्ट कलरहरू पनि दिन सकिन्छ साइज बढाइदिउँ फेरि इस्टाब्लिस डेट लेख्न इन्सर्ट वर्ड एट फर्स्ट टेक्स्ट ESTD 2011 ओके टेक्स्ट आयो टेक्स्ट ऱ्यापिङ इन फ्रन्ट अफ टेक्स्ट फिल कलर आउटलाइन कलर दुईटै मैले रेड दिएँ यहाँ राखेँ यसको साइज ठुलो भयो कर्नरबाट साइज घटाइदिनुहोस् ट्याक्क मिलाउनुहोस् तर तल मुभ गरौँ मिल्यो आज हामीले यसरी एउटा लोगो क्रिएट यानि कि लोगो बनाउन सिक्यौँ मलाई लाग्छ तपाईँहरूले सायद यसबाट केही जानकारीहरू लिनुभयो होला र यस्तै प्रकारका अन्य जानकारी लिनको लागि तपाईँहरूले युट्युबमा गएर अन्य मेरा भिडियोहरू पनि सर्च गर्न सक्नुहुन्छ लाइक कमेन्ट गर्दै गर्नुहोस् अन्य थप जानकारीको लागि तपाईँ युट्युबमा गएर के बनाउन चाहनुहुन्छ जस्तै डेस्कटप ब्याकग्राउन्ड चेन्ज गर्न सिक्नु पर्यो जानुहोस् युट्युबमा गएर चेन्ज डेस्कटप ब्याकग्राउन्ड स्पेस बाई कृष्ण भनेर सर्च गर्न सक्नुहुनेछ ओके बाई हेभ अ नाइस डे